भन यता हेर न हेलो गाइज भन्दा यहाँ सुदिन हेलो भन हेलो भन न अनि जाने क्या तल हेलो भन हामी गोठाला आइसक्यौँ भन अब हामी आज गोठाला गर्ने हो यहाँ बस ल बस यहाँ ल गोठाला गर्नेको अनुहार हेरौँ न यहाँ हेलो भन यता हेर न यी अब चराउनु उता लाने नि त तलतिर हामी उता विवेक दादा अङ्कल भएकोतिर जाने हो त तलतिर झरिसक्यो गाईहरू यता तारे गोरु यसको नाम तारे अनि यसको चाहिँ पाङ्ग्रे त्यो बाछीको थाहा भएन फुर्के प्वाले यो चाहिँ हाम्रो गोरुहरू अब हामी यता र ओइस इस झन्नै लड्यो है झर्दैछौँ है आजको हाम्रो चाहिँ गोठाले भ्लग आउँदैछ है गाउँ छोराको ए मेरो पछाडि पाङ्ग्रे गोरु तारे ए तारे के गर्दैछ चाहिँ तारे यहाँ हेलो भन्दै तारे तारे हेलो भन् तारे झेक्ने हान्नु खोज्दैछ क्या हो तारे हुँदो ए तारे तारे यसले त हान्नु खोज्छ त मलाई त आज फर्स्ट दिन गोठो लगाएको त फिरो बाछी पाङ्ग्रे ए यतै हो हामी गोठाला गर्ने अब सुदिन ओके छ त है यहाँ चाहिँ पहिला हामी धान रोप्थ्यौँ है अहिले चाहिँ यस्तो जङ्गल भइसकेको छ ल हाम्रो यो करमबट्टे भन्छ यो ठाउँलाई यहाँ करमको रुख यत्रो छ यहाँ ए कहाँ सधैँभरि तिमीलाई बोकिरहन्छु त म ल तल चढ्नु गएको लट्ठी बोक यहाँ सानो मान्छे गोठाला गर्न आएको है फेरि कि फेरि भने गर्छौ आऊ ए कस्तो फेरि हौ के को फेरि हौ के हो फेरि कुट्नु भनेको के पक्रिनु यो चढ्दैछ उहाँ हेर न कति मजाले हो चढ्नु पनि दिँदैनौ त नि आऊ के गर्नु दिँदैन यता हेर त तिमी गोठाले मान्छे आऊ ल जाउँ कहाँ जाने पुछार खेदिन्छ अहिले म गाडीको ओके हाम्रो चाहिँ यहाँ गाई चरन अब यस्तै छ अहिले अनि यतातिरै सरर गोठालो होइन सुदिन मजाले चरिरहेको अवस्था छ पक पक हामी जाँदैछौँ यता हाम्रो विवेक सर कता छ तिमीले गोरु चढ्नु नदिने भयो है पछि खालि यहाँ बसलु ढुङ्गामा हो फुर्के प्वाले प्वाले भन यो फुर्के फुक्ले यिनीहरू कुन हो पाङ्ग्रे तारे बाछीको नाम फुर्की फुक्ले यहाँ बस ल फुक्ले यहाँ बस के छ त नि आज गोठाला आएको यता आएर भन म गोठाला आएको भन फुर्की के हो बाछीको नाम ऊ पर छ सानो कहाँ चढ्दैछ ऊ अच्छा ऊ पल्लो छ म सानो त अनि के छ हालखबर तिम्रो यता भन त यता हेरेर भन न के छ हालखबर हामी कता हिँडेको आज गोठालो पुच्छर हल्लाउँदैछ कहाँ ओके